बाँसबारी पिकनिक स्पोटको मुख्य प्रवेशद्वार। यो चाहिँ हाम्रो बाँसबारी पिकनिक स्पोटमा नानीहरूको लागि सुविधा गराइएको छ। बाँसबारी सिमसार क्षेत्र पिकनिकको स्पोट। पिकनिकको लागि ठाउँहरू राम्रो तरिकाले मिलाएको छ भने केटाकेटीलाई खेल्नको लागि यसरी व्यवस्था गरेको छ। यहाँ स्लाइडिङ अब मैले सुरु गरेँ देखाउनलाई। चाकाचुली बोर्डहरू पनि यसरी राखेको छ। यहाँ भाइ बहिनीहरू आनन्दमा स्विङ्गिङ गरिरहेका छन्, पिङ खेल्दैछन्। यहाँ मिस पनि मजाले नानीहरूलाई खेलाउँदै हुनुहुन्छ। यी भाइहरू चाहिँ खेल्न भन्दा पनि उपद्रो गर्दाखेरि छ। आज शुक्रबार भएको हुँदा यहाँ खेल्ने मेसिनहरू खाली छन्, नानीहरू नपाएर। यहाँ नानीहरू घुम्नेमा बसेर मजाले, यहाँ मिसहरू पनि नानीहरूलाई छोडेर आनन्द लिइराख्नु भएको छ। यहाँ चाहिँ मिस आफै लागेर नानीहरूलाई स्विङ्गिङ गराइरहनु भएको छ। यता पनि यहाँ पिङ खेल्ने ठाउँ प्रशस्तै छन्। आज शुक्रबार भएको हुँदाखेरि नानी बाबुहरू चाहिँ कम्ती छन्। यहाँ मसिना बाबुहरूको लागि, नानी बाबुको लागि पिङ बनाएको छ। अलिक लामो पिङ छ, डोरीवाला पिङ छ। यो चाहिँ ठुला खालकाले घुम्ने बनाइएको छ। यहाँबाट माथि चढेर चिप्लेटीको लागि बनाइएको छ, घुम्नेवाला चिप्लेटी। यहाँ चाहिँ यसो बसेर रमाइलो गर्ने ठाउँ, सबैतिर हेर्नको लागि यहाँ बसेर रमाइलो गर्ने ठाउँ बनाइएको छ। यहाँ यो चाहिँ बाँसबारी पिकनिक स्पोट हो। यो घुम्नेमा बसेर नानीहरू घुमिरहेका छन्। वहाँ पर सहरले पनि नानीहरूले मजाले यो स्विङ्गिङ गराइराख्नु भएको छ। यतापट्टि एकान्तको लागि सानो पुष्प वाटिका पनि छ। यो पुष्प वाटिकामा घाम लागेको बेलामा आएर आनन्दले मान्छे बस्न मिल्छ। यहाँ केही तस्बिरहरू पनि राखिएका छन्। यहाँ एउटा अत्यन्त सुन्दर मूर्ति राखिएको बनाइएको छ। यहाँ एउटा स्ट्याचु छ, यहाँ सुन्दर स्ट्याचु। यतापट्टि फुलबारी, राम्रो फुलहरू लागेको छ। स्ट्याचु भएको ठाउँबाट यता पूर्व जाने बाटो हो भने यता दक्षिण जाने बाटो हो। यो बाटो, यताको बाटो पश्चिम जान्छ भने यताको बाटो चाहिँ उत्तरबाट आउँछ र यहाँ 4टा बाटो बनाइएको छ। साना नानी बाबुहरूको लागि घुमघाम गर्नलाई यो अत्यन्तै सुन्दर रमणीय ठाउँको विकास गरिएको छ। यहाँ सुन्दर तरिकाले एउटा बुद्धको मूर्ति राखिएको छ र यो बनाउने चाहिँ यहाँ उहाँको स्मृतिमा यहाँ तयार पारिएको रहेछ। कार्टुनमा आउने केही चित्रहरू पनि यहाँ यसरी मूर्तिका रूपमा यहाँ राखिएको छ। पोखरीको वरिपरि राम्रोसँगले बाटो बनाएको छ, फुलहरू रोपिएको छ। यहाँ बोटिङको व्यवस्था पनि थियो भने अहिले चाहिँ बोटिङ गरिने छ। अब फेरि निकट भविष्यमा बोटिङको व्यवस्था पनि गर्ने लक्ष्य राखेको रहेछन्। खेल मैदानको बिच भागमा अलिकति वरिपरि पानीको उसमा डाँडो छ। यो डाँडोमा चाहिँ यो पुल तरेर जानुपर्छ। यहाँ हाम्रा स्कुलबाट एउटा टोली यता आउँदैछ। यो पुल क्रस भइसके पछाडि यहाँ पनि 1-2वटा स्ट्याचुहरू, फुलबारीहरू यहाँ मजाले विकास गरिएको छ। यहाँनिर लोकप्रिय चिम्पान्जी, यहाँ हाम्रो रोयल बेङ्गाल टाइगरको प्रतिमा छम्टिएर बसे जसरी नै ठुलो लामो बनाइएको छ। एलिफेन्ट, हात्तीको प्रतिमा बनाइएको छ। व्यवस्थापन गर्नको लागि ठाउँमा डस्टबिनहरू पनि राखिएको छ। यहाँ अगाडि अनौठो किसिमको एउटा नारी पुरुषको स्तम्भ बनाइएको छ। शिवलिङ्ग, उत्तर कुनामा एउटा धर्मशाला र यहाँ एउटा चाहिँ कैलाश पर्वतको प्रतिमा आकर्षक रूपमा राखिएको छ र मानिसहरू छुट्टीको समयमा यहाँ भ्रमण गर्न, नानीहरूलाई पिकनिक लिएर आउने को चाहिँ
घुइँचो रहन्छ। यो चाहिँ भएर अपलोड भयो। ए यता आउन, यहाँ भिडियोमा आउनु पर्यो नि, भाइरल हुनु परेन।